नमस्कार सबैजनालाई। गौतम बुद्ध इन्टरनेसनल स्टेडियमको इतिहास हेर्ने हो भने यसलाई विक्रम सम्वत 2076 सालमा धुर्मु सुन्तली फाउन्डेसनले स्टार्ट गरेको थियो, जुन उनीहरूले आर्थिक पैसाको अभाव देखाउँदै उनीहरूले बिचैमा काम छोडेर गएका थिए। नेपालमा एउटा राम्रो स्टेडियम नहुँदै पनि नेपालले 12वटा म्याचमा 11वटा म्याच जित्दै वर्ल्ड कप क्वालिफायरसम्म पुग्न सकेको थियो, जसका कारण नेपाली जनताबाट सरकारले चारैतिरबाट दबाब परेको थियो, जसका कारण सरकारले गौतम बुद्ध इन्टरनेसनल स्टेडियम बनाउने निधो गरेको थियो। पुनः गौतम बुद्ध इन्टरनेसनल स्टेडियमलाई सुचारू गर्नका लागि केन्द्रीय सरकार, स्थानीय सरकार र बागमती प्रदेश सरकारले विक्रम सम्वत 2081 सालमा पुनः यस स्टेडियमलाई सुचारू गर्नका लागि काम सुरु गर्छन्। यस स्टेडियमलाई 29 महिनामा सम्पन्न गर्ने भनेर लक्ष्य राखिएको छ। यसको क्यापेसिटी 15,000 को हुनेछ। पहिले 30,000 भने तापनि पछि 15,000 को मात्र क्यापेसिटी बनाउने र यसलाई थप्दै गएर 30,000 को बनाउने भनिएको छ, जसको लागत 3 अर्ब 55 करोड भनिएको छ। केन्द्रीय सरकार, स्थानीय सरकार र बागमती प्रदेश सरकार मिलेर यसको निर्माण गर्ने भनिएको छ। यदि यो स्टेडियम बन्ने हो भने त्यहाँको जनताहरूलाई एकदमै ठुलो फाइदा हुन्छ। अन्तर्राष्ट्रिय म्याचहरू तथा एनपिएल जस्ता म्याचहरू त्यहाँ हुने भएपछि त्यहाँको जनताहरूलाई एकदमै ठुलो फाइदा हुन्छ। साथै त्यहाँका लोकल प्लेयरहरूलाई माथि आउनका लागि पनि एकदम ठुलो फाइदा हुन्छ। त्यहाँको होटल व्यवसाय तथा विभिन्न अरू व्यवसायहरू पनि एकदमै फस्टाउँदै जानेछन्। पहिलेको समयमा हेर्ने हो भने यो स्टेडियम एकदमै द्रुत गतिमा काम अगाडि बढिरहेको छ। यदि कुनै राजनीतिक हस्तक्षेप या बजेटको कुनै अभाव भएन भने यो एकदमै छिटै सम्पन्न हुनेछ। अबको 20 महिनासम्म यो सम्पन्न हुने भनेर त्यहाँको मेयर रेणु दाहालले जानकारी दिनुभएको थियो। यहाँसम्म भिडियो हेर्नुभएको छ भने सबैजनालाई सब्स्क्राइब, लाइक र कमेन्ट गरिदिनु होला। धन्यवाद।